ट्राफिक प्रहरीबाट सर्वसाधारण जस्तो देखिने व्यक्तिलाई निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा यति बेला भाइरल छ। आज यसै विषय ल्याएको छु, भिडियो अन्तिमसम्म हेर्नुहोला। ट्राफिक प्रहरीबाट एकजना व्यक्ति कुटिएको भिडियो यति बेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा 4 जना ट्राफिक प्रहरी देखिन्छ। उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटिएको देखिएको छ। ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ। कुटपिट गर्दै कागजपत्र भुइँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ। सार्वजनिक भिडियो काठमाडौँ उपत्यकाकै रहेको जस्तो देखिन्छ। सडकमा बाक्लो भिडहरू र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भिडियो काठमाडौँ उपत्यकाकै हुन सक्ने आशंका गरिएको छ। वरपर बाक्लो रूपमा मोटरसाइकल पनि देखिन्छ। यो भिडियो कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्ने बारे यकिन भइसकेको छैन। काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एएसपी विनोद घिमिरेले काठमाडौँको जस्तै देखिए पनि यकिन भएको छैन। जाडोमा लगाउने युनिफर्म ज्याकेट लगाएकोले यो भिडियो अहिलेको नभएर जाडोयामकै हुन सक्ने एएसपी घिमिरेले भने। यद्यपि भिडियो सार्वजनिक भएपछि बुझ्ने काम भइरहेको छ। यसको वास्तविक जानकारी अर्को भिडियोमा ल्याउनेछु। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला।